म चाहिँ यस्तो पन्थेरोगी छु कि मलाई चाहिँ कहीँ जानु हुँदैन। आधी घन्टाको बाटो हिँडेको छु भने पनि साथीहरू मलाई चाहिँ टाउको दुखेर माइग्रेन स्टार्ट भएर अनेक थरी भइहाल्छ। म त्यहीँ बेहोस हुँला जस्तो भइहाल्छु क्या, सिरियस बिमारी नै हुन्छु। फर्केर घर आइसक्दा चाहिँ मेरो टाउको दुखेर मलाई माइग्रेन स्टार्ट भएर त्यो न मलाई गाडीको त्यो पेट्रोलहरूको बास्ना मनपर्छ, न कसैले लगाएको सेन्ट। झन् 1-2वटा सेन्ट मिक्स आयो भने त मेरो नाकमा म भमिट गरेर मरि नै हाल्छु साथीहरू। हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग साथीहरू। हामी चाहिँ अस्ति नि धरान गएको थियौँ आइतबारको दिन। मेरो छोरीले चाहिँ मम्मी स्कुल छुट्टी छ, प्लिज मलाई घुमाउन कहीँ लानुहोस् न प्लिज भनेर भने गरी। अनि अब हाम्रो त यो राजमार्ग अहिले सबै बनाइराख्नु भएको छ नि त, सबै बिग्रेर हैरान भएको छ। झन् यो बिराट चोकदेखि इटरीको बाटो त झन् पानी पऱ्यो भने त यस्तो हालत खराब भएको छ नि साथीहरू। सबै खाडलको मात्र छ खनेर छोडेको। यो बिराट चोक र इटरीको बाटो कहिले बन्छ होला साथीहरू? अनि नानीलाई घुमाउन कहाँ लाने? म त टेन्सन भयो। अनि नजाउँ न नानी, भोलिपर्सि रोड बन्छ अनि जानुपर्छ भनेको होइन मम्मी, लानु भनेर भनी। अनि कहाँ जानु त भनेको। अनि मेरो बुढाले चाहिँ भन्नुभयो लु जाउँ यता बिराट चोकदेखि माथिको बाटो केराबारीको बाटो हुँदै धरान जाउँ। धरानमा गएर अनि संस्कृति पार्क हेर्नुपर्छ, हर्क साम्पाङले बनाएको भन्नुभयो। अनि ए हो भनेर भने। अनि हामी अब त्यही बाटो लाग्यौँ साथीहरू, दुईजना छोरी बोकेर केराबारीको बाटो हुँदै हामी धरानतर्फ लाग्यौँ। अनि धरानको बाटोभरि फेरि बाँदर यस्तो मजा आएको नि साथीहरू। अनि हामी संस्कृति पार्क पुग्यौँ। पार्क पुगेर 30 रुपियाँ गोटा थियो टिकट लियौँ। अनि चिसो पानी आइरहेको थियो, पानी खायौँ है, पहाडको शुद्ध पानी खायौँ। अनि घुम्न थाल्यौँ साथीहरू। मेरो छोरी चाहिँ सानो छोरी चाहिँ हाइपर एक्टिभ भएर उहाँ आफै हिँड्ने कुद्ने गर्दै थिएँ। एकछिन पछिदेखि त गर्मी थियो नि त साथीहरू। यता मोरङतिर त यस्तो गर्मी छैन, गर्मीले गर्दाखेरि हिँड्न नमानेर है मम्मी माछा भन्दै थिएँ। अनि कहाँ छ माछा भनेको, यहाँ छ मम्मी माछा भन्दै देखाउँदै थिएँ। खोलामा उसलाई चाहिँ माछै मात्र हुन्छ भन्छ क्या उसले चाहिँ खालि। अनि मम्मी यहाँ माछा छ भने, अनि कहाँ छ खोइ भनेको यहाँ छ भन्दै थिएँ। अनि एकछिन पछि फेरि हामी अर्कोतर्फ लाग्यौँ। यस्तो राम्रो बनाउनु भएको रहेछ हर्क साम्पाङज्यूले है साथीहरू। जे जस्तो भए पनि मान्छेको राम्रो कामले चाहिँ मान्छेलाई चिनिन्छ नि त साथीहरू। पहिला त हर्क साम्पाङज्यूले यस्तो राम्रो काम गर्नुभएको थिएन है। पानी ल्याउने धरानमा, हरियाली बनाउने धरानलाई होइन, सफा सुरक्षित गर्ने खाले काम गर्नुभएको थियो नि त। यो फेरि सभासद भवन जस्तो बनाउनु भएको रहेछ है, अदालत जस्तो पनि छ, सभासद भवन जस्तो पनि छ। तर कति राम्रो क्या, कलर कम्बिनेसनहरू कस्तो दामी क्या, मलाई त कति मन परेको। मेरो छोरीलाई नि मन परेर हेर्नु उहाँ कस्तो मजाले। फेरि त्यहाँ एउटा उयो रहेछ क्या माइक जस्तो, अनि गीत बजिरहेको थियो, ऊ पनि थालिगई गीत गाउन सँगसँगै। त्यहाँ गीत बज्दो रहेछ, ऊ पनि अनि हो गर्दै चाहिँ गीत गाउँदै चाहिँ कस्तो मजाले। एकछिन पछि गोवालेर उहाँ हो बाउ छोरीले नि फोटो खिचेँ। यस्तो राम्रो भ्यू थिएन साथीहरू। मेरो जेठी छोरीले नि फोटो खिची, मैले खिचिदिएँ है। अनि माछा हेर्ने भने, अनि यता ल्यायौँ माछा। फेरि कति राम्रो थियो हेर्नु न, वाइट कलरको, उयो ओरेन्ज र ब्ल्याक कलरको, ग्रे कलरको पनि थियो। यहाँ बसिरहेको चाहिँ ग्रे कलरको पनि सानोहरू पनि थियो। कस्तो राम्रो क्या। फेरि घाँस पात त्यहाँ झरेको सबै खाने रहेछन् क्या त्यो माछाहरूले। अनि मेरो छोरी चाहिँ मम्मी माछा भन्दै कति रमाउँदै चाहिँ। उसलाई माछा चाहिँ एकदम मनपर्छ साथीहरू। यस्तो रमाउँदिनँ, लु जाउँ अर्को ठाउँ भनेको नमानेर उहाँ त्यहीँ बस्ने अरे।
नजाने अरे त्यहाँदेखि। अनि मैले माछाहरूको क्लोजरमा फोटो लिएँ, भिडियो लिएँ साथीहरू। अनि हामीले त्यसलाई उयो घाँस पनि हालिदियौँ। घाँस यस्तो मजाले खाएको होइन माछाले, हेर्नु कति राम्रो छ नि माछाहरू। फेरि त्यहाँ कति सफा पानी आइरहेको क्या, यताबाट आएको उताबाट गएको है। शुद्ध पानी भएपछि त माछाहरू पनि त्यस्तो उयो मर्दैनन्, उयो हुँदैन नि त। नत्र गर्मी कति थियो, पानी त जमाएर राख्ने हो भने त तातेर माछा त एकैचोटि सिल्टी मुर हुन्छ। अनि यहाँ यो भवनभित्र पसाएको साथीहरू, आम्मामा मेरो छोरी खुसी भएर हेर्नु न कुदेकी, यहाँ जुन केटी कुदेकी हेर्नु त लु, आम्मा कस्तो दामी यो कलर, फेरि कस्तो म्याच गरेको। भगवान् अदालत जस्तै छैन त, ठ्याक्कै सरस्वत भवानी जस्तो छैन त। वाह, म त यो त एक्सपेक्टै गरेको थिइनँ साथीहरू। वाह कस्तो दामी लाग्यो मलाई त, एकदम बिल्कुल मन छुयो जस्तो क्या। कस्तो मन पर्यो मलाई चाहिँ यो। हेर्नु न चारैतिर अब के को बोर्ड छैन यहाँ। ओ माई गड, फुलहरूको त भेराइटी छ यहाँ। हेर्नु त, पार्क भनेको यो हो नि त, पार्क भनेको त नेचुरल सबै। फुलहरू त यति थिएन साथीहरू, उहाँ बाउ छोरी फोटो खिच्नेहरू पोज दिएको हेर्नु नि फेरि। अनि हामी घरतर्फ लाग्यौँ साथीहरू अब चाहिँ। थ्याङ्क यू फर वाचिङ साथीहरू।